सिधा सिधा गाइस अब चाहिँ हामी निस्क्यौँ है। अब चाहिँ हामी जापानिज टेम्पल जाँदैछु है। जापानिज टेम्पलमा हाम्रो फर्स्टमा राइडर हुनुहुन्छ हाम्रो सोन राई। हेलो भनिदिनुहोस् होला। पर हाम्रो प्रतीक भाइ आउँदैछ। सोन भाइको भाइ जोन राई छ। कसले लाग्यो होला सोन हो। फाइनली हामी चाहिँ जापानिज टेम्पल पुग्यौँ है। अनि आज चाहिँ हामीले दाला घुमाउनु लिएको है। दालाई हामी चाहिँ पहिला पनि आएको है। भ्युज राम्रो देखेको छैन है फगीले गर्दा होइन। बुद्ध पूर्णिमा खिर खाएको भन्दैछ है। यहाँ खानु चाहिँ जहाँ पुग्छ। दामी बनाइदिएको रहेछ है रुख हेर्नु न। टोपी जस्तो देख्दैन रहेछ है भ्यू। यस्तो फगी भएर पनि है मान्छे त रहेछ है जापानिज टेम्पलमा। दार्जिलिङ एउटा टुरिस्ट प्लेस भएको कारणले गर्दा है मान्छे एभाइलेबल हुन्छ जहीँ पनि टुरिस्टहरू होइन। यस्तो फगी पनि आइरहेको छ। तर यतिमा है नेपालीहरू चाहिँ बेसी देख्दैन, टुरिस्टहरू मात्रै देख्दो रहेछ है। कस्तो लागिरहेको छ आज तपाईँलाई आएर? अल्छी चाहिँ लागेको छैन, ठिकै छ। तपाईँलाई कस्तो लागिरहेको छ? रमाइलो भएको छ जाडोमा मौसम राम्रो। तपाईँलाई कस्तो लागिरहेको छ? मलाई एकदमै गुड भाइब्स, एकदम राम्रो लागिरहेछ। तपाईँलाई आएर कस्तो लागिरहेको छ अन्त? एकदम बुद्ध भगवान हेर्नुहोस् माथि, दामी रहेछ भ्युजहरू। फोटो हान्न भनेको ओहो फेरि पोज त अन्त के हो लु। झर्छ दा हेलमेट तलै राख्नु। लायो जोन राई। जोन राई गीतवा जोन राई। यसको पनि एउटा गीत सुनिदिनु होला अहिले बेलुका है। यसको चाहिँ एउटा गीत गाइदिनु होला जोन राई। लगाएर खिचौँ न। पर्खि खिच्दैन आन्टीलाई। पर्खि खिच्नु दियो। यस्तो छ गाइस हेर्नुहोस् जापानिज टेम्पलको भ्यू आज है। हाम्रै केटाहरू खालि छ वरिपरि। यहाँ हेर्नुहोस् जोन राईले पोस्दिएको अहिले दिन होइन है। यसको गीत सुन्नु छ भने चाहिँ है तेरो च्यानल नाम के छ? विश्वकर्मा ब्लग्स। त्यसको गीत सुन्नु छ भने त्यसमा फलो गर्नुहोस् होला है। हामी क्यामेराम्यान हो हाम्रो सबैजना क्यामेराम्यान। अनि यहाँ हाम्रो ट्यालेन्टेड पर्सनहरू छ है। हिजो ब्लग छ फगीले गर्दा चाहिँ अलिकति सरस भयो यहाँ। नभए त राम्रो देख्थ्यो नि यो साह्रो पनि।